Hello guys, welcome back to the new vlog र नयाँ भिडियो लिएर म हजुरसँग हिमाल रम्तेल आइसकेँ। हजुरहरू सन्चै हुनुहुन्छ अनि हजुरहरू के गर्दै हुनुहुन्छ? म पनि यता सन्चै छु। अनि जहाँ भयो नि स्वस्थ हुनु व्यस्त हुनु है साथीहरू। अनि मेरो नयाँ साथीहरू हुनुहुन्छ भने सब्स्क्राइब गर्नु, अनि सब्स्क्राइब नगरेको साथीहरू सब्स्क्राइब गर्नु र मेरो पुरानो साथीले फेरि लाइक कमेन्ट र सब्स्क्राइब गरेर साथीहरू अनसब्स्क्राइब नगर्नु होला प्लिज। म हजुरहरूलाई यही भन्न चाहन्छु, सब्स्क्राइब गरेर अनसब्स्क्राइब नगर्नु होला। अनि एक सब्स्क्राइबले नि हामीलाई धेरै खुसी दिन्छ मलाई चाहिँ। यिनी फेरि को हुन्? हेलो नमस्ते, हेलो न, हेलो न, हेलो नमस्ते, नमस्ते। हात काट्यो आँसी खेलाइरहेको थियो बाबुले। म फेरि त भान्सामा थिएँ, आँसी खेलाइरहेको थियो अनि हात काटेछ। यी सानो हात काटेछ, धेरै त काटेको छैन। अनि मेरो हात काट्यो भन्छ क्या मेरो बाबुले। त्यही भएर बुङ्गुरलाई पास लिन जानु लागेको साथीहरू, यी बाल्टी लगेर। अनि यहाँ तल फुपूको घरमा छ गरे पास, त्यही लिन जानु लागेको। मेरो छोरा पनि पछि समातेर हिँडेछ। घरमै छोडेको त मान्दैन मानेर यी पछ्याएर आइरहेछ। म पनि जानु लाग्छु त्यो पास लिन जानु लाग्छौँ। अनि बुङ्गुरलाई पास खाएपछि अलिक मोटान्छ भनेर पास लिन जानु लाग्छौँ। छोरा मेरो बाबु म ओ चिसो भयो त नि, चिसो भयो त नि। अब हाल्दैछौँ यी हाम्रो लाठी, हामीले यहाँ बलब झारेर अब यो घर हाल्दैछौँ। यी सहयोगीहरू दाताहरू सहयोगी दाताहरू यहाँ यति धेरै हुनुहुन्छ। ल अब कसले हो हामीले झार्ने? ल भिडियो गराइदिनु तपाईँले एकजनाले। ल अब हामीको लाग्यौँ अब ट्र्याक्टरमाथि। बसाइ उता बसाइ, कम्मर कसेर लाग्यौँ माथि। गीत गाउनु पर्यो अन्टे। आज यहाँ इट्टा झारेको गीत गाउनु पर्यो। नास्ता त केही खुवाउने हुनु गीत गाउने कोही नाच्ने एउटा बाबु यस्तो त्यो गरेर यसो फालेर फुट्छ क्या, उच्चाटो फुट्छ भने के हो र? त्यही बलकले बलक लाएर पुरै टुक्रै टुक्रा गराइन्छ क्या जस्तो बोलियो। बाख्रै छ नि त्यहाँ एउटा जुन खेतमा घरै छ मन पर्छ। कसले हाल्छ जिरोमा त जिरोमा हाले यहाँ घर देखाएर बुझ्नु लाइन लाग्छ। काले 3 भाइको हुन्छ यहाँ घर। एउटा बाइक भेटिने नभेटिने आफै छैन मलाई त। काला हो कि कहाँ बाबामालाई मतलबै छैन। मैले गर्दिछु आन्टी। छैन एउटा होला अङ्कलको नाच्नु उही रहेछ होइन काला गन्जा। हावा खाएर जे सागको सब्जी बनायो भाइले नभए पछि पुलिस काल पछि हामीले यस्तो काम गर्छौँ यस्तो गर्छौँ भनेर देखिनु अक्षर होइन क्या हो कि नाइ साइन मम्मी 10 आइडियालाई थियो 10 वटा पछि पछि देखिनु ओए यता चाची म माथि आएर गराइदिउँ। मेरो हातमा चेप्दिनु न
यता प्रकाश के हो त कान्छोमा गर्छ मेरो आइडिया गरेर हेर्नुपर्छ हेर्नुहोस् यहाँ भाइरल छ सबै दर्शकबिनहरू हाम्रो यहाँ हुनुहुन्छ कन्टिन्यू काम गरेन मेरोमा आएर सहयोग गरेन भन्नुहुन्छ त्यो भिडियो देखाउने हुन्छ र साथीहरू रक्सी खाँदा अनि पानी फेरि खराब छ हिजो राति हाम्रो घुम्तीमा सुतेको जाने दिमाग अब त त्यहाँ यहाँ अब हिँडेको आउँछ अब कोब्रेडा हुनुहुन्छ क्यामेरा मोबाइलको यहाँ हुनुहुन्छ मालिक खेदिन्छ दिदी प्याना एउटा पोज गर मान्छे र सान्छे बिहे गर्यो अरू के भन्नु नि त बिहे गर्यो यही भने त आजकल बन्ती जानु न साली मम्मी किन सोध्ने नि दाम जान्दैछ ए तपाईँको कहिले केरो कहिले काट्नु केरो त काटिसक्यो त म चना के चना पाइनै छैन त्यो पाइने वाला सुनाउनु पाइने छैन हैन बिहे भन्न जानी नि अनि बेबी भन्ने ओ बेबी हरियाली नै हरियाल छ पछि एमबी नभए बेला हेर्ने हुन्छ ओसाइ राख्नु त के भएर ओसाइ भनेर देखाइदिनु न भल खाउन पुरा मेलातिर गए बेला यताउति गए बेला म हिसाब बाबा म भाइरल होला फेरि तिमीलाई फेरि यहाँ हेरेको होला फेरि मैले भल बनाउनु पर्छ मा हेरेको हेरे भन्ने दुश्मन हेरेको यहाँ बाबा दुश्मन हेरेको हेरे एउटा मलाई यस्ता यस्तै सोकै छ बुङ्गुरलाई पास लिन आएको मान्छे यहाँ इट्टा बोकिरहेको जिन्दगीमा मलाई कहाँ गयो डल्ले टाउजर मैले कस्तो काम गरिदिनु नि त केला लाजमा पार्टी दिइहाल्छ अहिले दिइहाल्छ न केला त भइहाल्छ तल रन गराइन्छ है घुमेर साइकल लिन जान्छ नि तल एडिट गर्न जान्नु पर्यो गीतको धुन हुनु पर्यो मान्छे भइस आउनु पर्यो मेरो भैँसी आन्नु र त्यो त आउँछ त्यो हो त फेरि भने होइन एडिट हाम्रो अनि सबै हेरिसक्यो तपाईँ सबै हेरेर लाइक गर्छ युट्युबको के जुग्रे नाचे आइने लाइक गर्यो कमेन्ट गर्यो त्यही मात्र लाइक त 200 पुग्ला एक लाइक एक लाग्छ के वर्ष लाग्छ आज गएर आज हुने हुन्छ र मान्छे के भने तपाईँहरू भाइरल भएपछि के तपाईँहरूलाई 1 लाख 1 करोड पाइन्छ नि अब करोड त हजार पाए त कति करोड त हुँदैन मेरो पनि होइन यस्तो भिडियोहरू हाल्यो 3 दिनमा भाइरल हुन्छ तिमी मान्छे 3 दिनमा हुन्छ जस्तो अझै टाढो थियो ओइ त्यो सर लाग्यो है बाख्रा त काट्नै पर्छ फन पर्यो त मलाई घर बनाउने छु मात्र न आन्टी ओ आन्टी कति मिनट भयो मलाई हाल्नु त्यो भिडियो म हालिदिन्छु सबले हेर्ने त्यहाँ लाइक कमेन्ट गर्नु मलाई कस्तो बन्द गरिदिनु यसो जति सेन्ड गर्नु होला भने अब एकछिन गराइरहनु
पैसा हातेर भनेर हुन्छ जहिले पनि यो चाहिँ पहाड हो साथीहरु पहाडको बिचमा यहाँ एउटै हो छ यहाँ धेरै टाढा छ गाइस हेर्नुस् हामी धेरै आज यहीँ घर बनाएर बस्छौँ उहाँ पनि हुनुहुन्छ भोलि मेलामा जानुपर्छ कि गएको त त्यो भूत जस्तो म पसेँ हेर्न गएको त भित्र अँधेरै उन्नै त म त मान्छे बस्छ होला त्यहाँ अनि मान्छे बसेर केही नाटक त गर्छ होला त्यो एउटा हेर्न जानु भनेर गएको कालीसँग त्यो त अँधेरै हुनेछ मान्छे हुनेछ भूत जस्तो बन्ने रहेछन् डराउँछन् रहेछन् म त भागेँ चिच्याएको लगाएर भागेँ म त फेरि छिट्ल्यो रात पर्छ के छिटो ल्याउ 100 रुपियाँ त्यसै खेर भयो के 100 रुपियाँ तिरेर गएको सरेतिर हाम्रो किन्न म थिएन हिसाबै दिएन कि हामीलाई ल्याङ गरेर हिसाबै दिएन कि कस्तो लाग्यो भने बिहा गरे भने यी केटाहरू यार के आउने छिटो गर पछि लागिसक्यो यार हाम्रो त्यसलाई टोयलेट हरसाल बस्ने आउला ओरे बेला खुसै पाउँ पर्छ ल उहाँ फेरि लास्टै हाँसिरहनु भएको छ अघि नैदेखि घर बन्न लायो भनेर आज त अन्ती आज खुसी हुनुहुन्छ हेर्नुहोस् ल हेर्नुहोस् ल फेरि एकचोटि हाजिम त ल बजाइ घर बन्यो भने झन् खुसी हुनु आज घर बन्ने बन्दैछ त्यही भएर खुसी हुनुहुन्छ धेरैको फोटो खिचामा एउटा सबभन्दा गर्नु पर्यो नि पुरा आएको छिटो यहाँ आज क्यामेराम्यान भइसक्यो यहाँ त होइन आन्टी फेरि माथा महिना तलब दिएर अब यसको बुवा कहाँ लाउरे छन् रे त्यो ड्राइभर छुट्यो हाम्रो यहाँ आइसकेको छ हाम्रो भलकजी हेर्नुहोस् हेर्नुहोस् नडराउनुहोस् म छु मलाई समान न उताबाट जाने हामी यताबाट जाने भनेर ट्याक्सी बसेको बाई बाई लिनु सबैले उठ्दैन कहाँ बुझ्नु Woi, tu bas. ल बन्द पनि गर्दै क्यामेरा बोतल दिनु है बोतल बोतल बोतल
जाने अरे बाबु म त आउनु न कहाँ जाने ल हामी झरीमा बस्न बाबु नदेखा त्यस्तो नदेखा ल झरी ल बाई घुडी जानु केटा पास लिएर आएको साथीहरू यी पास यहाँ राखेर ट्र्याक्टरमा त्यो हाल्न गएको इँटा हाल्न गएको अब जान्न ल दिदम समाता बन्द गर अब भन्नु पर्दैन घर आइसकेँ हातै गलिसक्यो उहाँ परबाट बोकेर लिएर आएको हातै गलिसक्यो खोलिसकेको नि